चप्पल अलिक पर खोल्नु नि चप्पल हटाउँ त टाउकोमा कति पनि भुइँमै राख्नुपर्छ मान है मान ल है भगवान कति पनि बोकाको छेउमा राख्नु छटपटाइरहेछ ल घरमा छोरा कुल पितृ खुसी भयो है हाम्रो ल है यहाँ पनि गरिहाल्छु यहाँ पनि पानी अलिअलि गर्नु ल है ल युनिक त पनि भयो युनिक पनि गर खै 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 अलिकता यता ल्याउनु बोका ओए अलिकता छ युनिक लगाइदेऊ टिका यस्तो सिउजिन म पनि गर्नु पर्दैन लगाइदे यसले गान्छ उँभो फरक गर्नु न उँभो होइन यस्तोबाट लानु न हौ कस्तो लाने हो माथिबाट तल तलबाट चाहिँ माथि गर्न जहाँ लाग्यो सकिहाल्दैन यतिकै यहाँ पनि गरी युनिक यहाँ पनि टिका लगा अबिरको यहाँ लाग यहाँ कट्टीमा लगाउँथ्यो कि यहाँ घरमा लगाएर उतै लग्नु सामु गयो नि त काकाले गर्नु कान्छा त्यो कट्टीमा चाहिँ ए कान्छा यो लगाउ न लाइदे कान्छै जहाँ हुन्छ के बसेको आयो यति भए हुन्छ आउ छोरा चप्पल खोला कान्छा छोरा कति ज्ञानी भएछ चप्पल खोला बोकालाई पूजा गर ल कति ज्ञानी पो छ है हाम्रो छोरा त त्यहाँ नटेक्नु नि त्यता उताबाट ओ यहाँ ल परमेश ननाग्ने फेरि कान्छा छोरा आउने कुकुर आयो धेरै पढ्न आओस् भनेर यहाँ पनि ढोक भयो सक्यो सबै मै त पर्दैन होला नि म त गरौँ न तिमी गर्नु ल भिडियो त्यहाँ मैले लगाइदेऊ न के को तिमीलाई छोरी भन्ने के थिए यताबाट चाहिँ कहाँ ल थाहा छ नि यहाँ पनि चढाइदेऊ न छोरी पढ्ने गरी यो घरको लक्ष्मी फोटो होइन ल धेरै विद्या आओस् भनेर एकदम अपुई 2 मिनेटको भिडियो गरिसकेछु बाप्रे अझै 2 मिनेट ल बाई बाई ल पल्ला हेर अब पल्ला लानु भिडियो अन होस् बन्द गर